धेरै ठाउँबाट हप्की दप्की तर्साई थर्काई पनि खानु पर्यो मेरो लोभ हराया मलाई तानातान गरियो या उहाँहरूमाथि हामीले शङ्का गरेको हो अघिदेखि प्रश्न पनि उठाएको हो तर उहाँहरू आफैले भन्नुहुन्छ हामी संलग्न छैनौँ सबभन्दा आलोचनाको पात्र मध्ये म हुन्छु भन्ने मैले जानी रायबाजीको थियो सुन्नुहोस् मेरो नैतिकताको कुरा पनि आयो मान्य सदस्यहरू नैतिकताको कुरा मैले पनि राजनीतिमा कसैको निगाले म यहाँ आएको होइन निर्वाचित भएर आएको एकपटक होइन त्योभन्दा बढी पनि भएको होला मेरो बाउ शहीद भएर पनि आएको होइन म चन्दा दिएर पनि आएको होइन म राजनीतिमा दुखै गरेर आएको म क्यारम बोर्ड खेले जस्तो यहाँ ट्याङ्की खेले जस्तो यहाँ त्यहाँ देखाएर यता छिराउने मान्छे पनि होइन तर म माथि आक्रमण प्रहार भएको छ हिजो अस्तिदेखि नै म देखिरहेको छु सभापतिको स्वतः हट्ने कुरा हो त्यो तपाईँ सुन्नुहोस् यो रिपोर्ट दिएको थिएन मैले त्यहाँ अनि रिपोर्ट पाइन भनेर इन्टरभ्यू दिने मन्त्रीले राज्य व्यवस्थाले यसो गर्यो भन्ने रिपोर्ट तपाईँहरूको अगाडि मैले दिएको हो कि तपाईँले हेरेर यो ठिक छ भनेको हो कि होइन यो पास हटेको होइन भने हट्नुपर्ने किन हटेन त कसलाई गर्नुभयो मास्टरमा सल्लाह एक कुरा हेर्नुहोस् मलाई भनिदिनुहोस् यस्ता कुरा जेन्युन कुराहरू पछि मिलाइया छ मेरो निष्ठा र प्रतिष्ठामाथि आँच आउने काम यो निर्णयले भएको छ तर मेरो संलग्नता बिना भएको छ म सभापतिको संलग्नता बिना यो निर्णयको मेरो निष्ठा र आँच आउने गरी भएको छ कानुनको साथी सुभाषजी हुनुहुन्छ उहाँले जस्टिफिकेसन दिइसक्नु भएको छ हैन कानुनको साथी सुभाषजीले जस्टिफिकेसन अर्को मेरो निष्ठामाथि पनि प्रहार भएको छ भावना हैन हाम्रो त निर्णय हो निर्णय माथिको दफा क्लियर भएपछि त्यसलाई काट्न दफा हाल्ने अधिकार कसले दियो कुन हदसम्म भन्दाखेरि यिनीहरूको भने तपाईँले के अरे यिनी नासोहरू अगुवाई गर्ने प्राविधिकहरूको भएन के सेवा अवधिको बेलाको लेख्नु पर्यो नत्र हामीलाई त अन्याय भयो भेटनरी डाक्टरको पनि छँदै थियो कतिपय निजामती कर्मचारीहरू आफू मात्रै खाउँ अरू जाओस् भन्ने मनोवृत्तिको पनि हामीले देखेका छौँ त्यसलाई कन्ट्रोल गर्न पनि हामीले कुलिङ पिरियड ल्याउन खोजेका हौँ त्यो बापत हामीले कत्रो भनाइ खानु पर्यो कठिनाइ खानु पर्यो बेइज्जती भोग्नु पर्यो सार्वजनिक रूपमा हामी चाहिँ यो जस्ताको तस्तै छ भनेर लाने बिचमा चाहिँ तोड्ने काम गर्नुहुन्छ यो गम्भीर अपराध हो अक्षम्य अपराध हो हामी सभामुखलाई छानबिनका लागि अनुरोध गर्न चाहन्छौँ छानबिन पछाडि गल्ती भयो भने रामरी खतिवडा जस्तो सुकै सजाय मेरो गल्ती देखियो भने सजायको भागी बन्न तयार छ मान्य सदस्यहरू मार्ग प्रशस्त गर्नुहोस् भन्नुभयो भाका निर्णयहरू गलत कामले व्याख्या गर्ने हामीलाई थाहा नदिकन यो हुन सक्छ यो एकदम गम्भीर अपराध भएको छ यो कुराको छानबिन हुनुपर्छ मैले यति भनिसके तपाईले अब होइन बुझ बजाउने काम नगर्नु होला जतिसुकै भने पनि यो मैले थाहा पाएको थिइनँ मलाई चाहिँ मैले हेर्न पाएन भन्नेको यो ढाँट कुरा नेपाली जनतालाई चाहिँ नगरौँ तपाईले कुन अनुसारले त्यो उपसमितिको रिपोर्ट हाल्नु भयो अहिले पनि बताउनु छ मलाई नोट अफ डिसिजन छ त हामीसँग अहिले पनि बताउनु भयो तपाईँले नोट अफ डिसिजन 5 वटा छ अहिले पनि यहाँको कुरा 5 वटा छ समितिमा यसो निर्णय भएको नोट अफ डिसिजन राखिन्छ नि त्यो निर्णय भएको हामी समितिमा बाँडे छन् नोट अफ डिसिजन सबलाई बाँडे छ एकचोटि रेकर्ड सुनौ न हजुर रेकर्ड सुनौ एकचोटि थाहा भइहाल्छ त अहिले एउटा छलफलै भएन भन्ने उपदफालाई तपाईले ल्याएर सभापतिलाई सही गराएर अन्तिम प्रतिवेदन कसरी बनाउनु छलफलै नभएको त्यो उपदफालाई त्यसमा मैले कानुनको साथीहरुको सहयोग लिएको छु कुनै पिरियड सन्दर्भमा म एकछिन मान्यज्यू भन्दैछु कुनै पिरियडको सन्दर्भमा म हिजो पनि 2 वर्ष राख्नुपर्छ भनेर स्ट्यान्ड लिएको हुँ उपसमितिले 1 वर्ष ल्याउँदा पनि 2 वर्ष भनेर हाम्रो उपसमितिका मान्य सम्पूर्णको साथ सहयोगले हामीले यो सम्भवबाट पारित गरेका हौं मान्य 3 जना मन्त्रीहरूले आएर यसलाई स्वीकार्नु भएको छ त्यो दफालाई नमिलाउने काम आज हेर्दा कानुन मन्त्रालय र मेरो सचिवालयको सचिवबाट भएको देखिए जस्तो मलाई अनुभूति भएको छ धेरै ठाउँबाट हप्की दप्की तर्साई थर्काई पनि खानु पर्यो मेरो लोभ हराया मान्य सचिवहरू 3 गते दिन मलाई तानातान गरियो या सबै आएर अब म धेरै कुरा गर्न चाहन्न तर 4 पछाडी 5 मा यो राख्ने काम कसले गरेको हामी सचिवालय
आज सम्पूर्ण संसद यो जान्न चाहन्थ्यो। किन भन्नुहुन्छ भने यो संसदको ठुलो हामी माथिको प्रहार हो, कानुन बनाउने माथिको प्रहार हो। यहाँ कसको खेल थियो भन्ने हामीले जान्नुपर्ने थियो। यहाँ त के आयो, मान्य सभापतिले मैले सोधेँ के छ, ठिक छ, यो चलनै हो। अघि मान्य कृष्ण गोपालको कुरासँग म सहमत छु। जे चाहिँ यहाँ राखियो यही आएर सुन्नु त्यो बारेमा मैले कानुन के छ भने दुईटा कुरा होइन एउटा मैमा गएर राखु सचिवजीको दुईटा कुरा एउटा हो सुन्नु न सचिवज्यू तपाईँले अहिले समिति कहाँबाट छ भन्ने आज क्लियर हुनुपर्छ भनेर म चाहन्छु। समितिको एउटा रिपोर्ट सुनाउनु भयो प्रतिवेदन एकछिन सुन्नु न। जुन प्रतिवेदनमा राय बाजिएको थियो त्यो तपाईँ लेखेर ल्याउनु भएन। राय बाजिएको थियो भन्नु सुन्नुहोस् न एकछिन सुन्नुहोस्। प्रतिवेदनमा नोट अफ डिसेन्ट लेखिएको थियो, राय बाजिएको थियो। त्यो लेख्ने बेलामा पनि सहमति के भएको थियो भने यसमा यस्तो राय आएको छ भने प्रतिवेदनमा आउनुपर्छ। त्यो तपाईँ जानी ल्याउनु भएन। एकछिन सुन्नुहोस् न। त्यसपछि हामीले समितिमा यो कुरा उठायौँ, यो किन रिपोर्टमा ल्याउनु भएन? ल ठिकै छ नि त, अहिले यसै समितिमा छलफल गरिहालौँ न त्यो कुरा पनि भनेर भनिएको अवस्था थियो। अहिले फेरि रिपोर्टमा त्यही पुरानो सुनाइरहनु भएको छ। नम्बर 1। नम्बर 2 के हो भने तपाईँले चाहिँ जुन प्रकारले 4 जब लेखिसकेपछि 5 को बारेमा छलफल किन गर्नै पर्दैन भनेको हो। 5 त हट्यो भनेको स्वतः हट्ने कुरा हो। त्यो तपाईँ सुन्नु छलफल गर्न पर्दैन भनेको अनि तपाईँ पहिले हो मलाई थाहा छैन। उहाँहरू हामी सदस्यमा भन्नुहुन्छ, उहाँहरू हामी सदस्यमा संलग्न भन्दै हुनुहुन्छ। उहाँहरूमाथि हामीले शङ्का गरेको हो, अघिदेखि प्रस्ताव पनि उठाएको हो, तर उहाँहरू आफैले भन्नुहुन्छ हामी संलग्न छैनौँ। एउटा विदेशमा छौँ भन्नुहुन्छ, बाँकी त छलफल यहाँ वितरण गरिएको छ सबैलाई। तपाईँले कुन अनुसारले त्यो समितिको रिपोर्ट हाल्नु भएन अहिले पनि बताउनुहोस् तपाईँलाई। नोट अफ डिसेन्ट छ त हामीसँग, अहिले पनि बताउनु भएन तपाईँले। नोट अफ डिसेन्ट 5 वटा अहिले पनि यहाँ कुरामा 5 वटा छ समितिमा यसो निर्णय भएको नोट अफ डिसेन्ट राखिन्छ नि, त्यो निर्णय भएको हामी समितिमा बाँडे छ। नोट अफ डिसेन्ट सबलाई बाँडे छ, राख्न पाइँदैन नि। मान्यज्यूहरूले पाउनु भएको छैन नोट अफ डिसेन्ट, सबलाई बाँडेको छ। तपाईँले प्रतिवेदनमा के लेख्नु भएको छ? यो प्रतिवेदन पास भयो, 1 वर्ष पास भएको होइन। दिलेन्द्र गुरुङ मान्यज्यूको संयोजकमा बनेकोले दिएको रिपोर्ट हो। यो प्रस्ताव आएको थियो, त्यो पास भएको होइन। किन होइन? समितिको बहुमत उहाँले बोल्नुहुन्छ नि यो बारेमा। एउटा क्वेसन पहिला उपसमितिको 1 वर्ष थियो, यहाँ 2 वर्ष पछि आएको छ। सुनिदिउँ त एकचोटि रेकर्ड सुनौ न, रेकर्ड सुनौ, थाहा भइहाल्छ त। मैले एउटा क्वेसन सोध्न खोजेँ, एउटा महत्त्वपूर्ण छ। तपाईँले भर्खर भन्नुभयो उपदफा 5 बारे छलफल नै भएन, पछि गरौँला भन्नु छलफल हो पछि। त्यो उपदफा 5 होइन, छलफलै भएन भन्ने उपदफालाई तपाईँले ल्याएर सभापतिलाई सही गराएर अन्तिम प्रतिवेदन कसरी बनाउनु? छलफलै नभएको त्यो उपदफालाई त्यसमा मैले कानुनको साथीहरूको सहयोग लिएको छु त। कानुनको साथीको सहयोग लिएको छु, कानुन मन्त्रालयको। त्यसो हुनाले अनि मैले पनि मलाई जोडेको जस्तो भन्नु पर्यो नि। यो के भएको हो भने हामीले उपसमितिबाट पनि धेरै कुराहरू नोट अफ डिसेन्टमा आएका कुरा त छँदै थिए। मैले पछि नोट अफ डिसेन्ट मेरो प्रतिवेदनसँगै टाँसिएर आएको एकदम ठिक छ। त्यसभित्र कति भएर कति अझ बाँकी रह्यो, त्यसपछि कोही नोट अफ डिसेन्ट छैन। एउटा कुरा के थियो भनिरहनु भयो, तर नोट अफ डिसेन्ट फुल समितिमा लगाउनु भएन। हाम्रो 10 वर्षको पनि होइन, बढीमा भने किन हट्यो त भन्नुभयो हो। वास्तवमा हामी सबैलाई लागे, अब पछि हामीले त्यसलाई अब नोट अफ डिसेन्ट भनेको लागेन, बस छोड्नुहोस्। एक सहमतिमा बन्यो। त्यसबाहेक
त्यसबाहेक उहाँ भनिरहनु भएको थियो है त्यो चाहिँ के हो छुट्टी आयो भनिरहनु भएको थियो है लास्टमा। तर यहाँ फाइनल भएको कुरा हो। डिसेन्ट आइसकेको थियो नि नोटिफिकेसन उहाँले लेख्नु भएको छ, उहाँले लेख्नु भएको छ, 5 जना हो सायद लेख्नु भएको छ। अब फाइनल हुँदा कसैको नोटिफिकेसन होइन, सबै निर्णय सर्वसम्मत छ। एक कुरा अब हामी किन गयौँ उहाँ, हामी बेला बेला जाने मान्छे नै हो। को भन्दाखेरि कुन हदसम्म भन्दाखेरि यिनीहरूको भने त मैले के अरे यिनी नासोहरू अगुवाई गर्ने, प्राविधिकहरूको भएन के सेवा अवधिको बेलाको लेख्नु पर्यो, नत्र हामीलाई त अन्याय भयो। भेटनरी डाक्टरको पनि सधैँ थियो। मैले उहाँहरूलाई भनेको छु त्यो 5 को कुरा त मलाई कुनै लेख्नै पर्ने आवश्यक भएन। त्यसमा पछि गर किन भन्ने, त्यो हुनै नपर्ने। त्यसमा यसलाई पछि गरौँला, यसलाई 2 वर्षको लाई हटाउने गरी राखौँला भने होस् होइन। यो 5 हटेको होइन भने हट्नु पर्ने किन हटेन त, कसलाई गर्नुभयो लास्टमा सल्लाह? एक कुरा हेर्नुहोस्, मलाई भनिदिनुहोस् 5 को सन्दर्भमा यो कसलाई गर्नुभयो सल्लाह? नो एउटा कुरा। तर त्यो भने के थियो, उहाँले पछि मानेर भएको पनि छ। धेरै कुरा त सहमत भएको छ। के भने सेवा परिवेशका बखत भएको योग्यतालाई प्रमोसनमा मानिदिनु पर्यो। उनीहरूले किन भने यो कुरा भन्दाखेरि जेटिए भनेको त अहिले त आइसी गरेर आउँछ, उति बेला 18 महिना पनि भाषण हुन त जेटिए हुन्, त्यो जेटिए हुन पाउँदैन। यस्ता कुरा जेन्युन कुराहरू पछि मिलाइया छ, त्यो मिलाइएको छ र नासोहरूको सबै कुरा सुन्न सकिएन, अहिले पनि असन्तुष्ट छन्। यी विषयहरू बाहेक यो कुलिङ पिरियड क्लियर भइसकेपछि यसमा छलफल दुबारा गर्न कसले भन्यो र कसलाई फाइनल गर्नु हो त? त्यसो भए कहाँ गर्नु भएन? कानुनको साथी सुभाषजी हुनुहुन्छ, उहाँले जस्टिफिकेसन दिइसक्नु भएको छ होइन। कानुनको साथी सुभाषजीले जस्टिफिकेसन, अर्को चाहिँ यहाँ चाहिँ एउटा बुदा थपिएकै छ, त्यसलाई दफाक्रम मिलाउने भनेर हाम्रो समितिको रिपोर्ट त्यही मिलाइयो। सबैजना साथी छौँ त हामी। अनि रेकर्ड हेर्नु छ, त्यस बेलामा भएको रेकर्ड हेरौँ न हजुर, सुन्यो भने थाहा भइहाल्छ ल। अनि रेकर्डबाट थाहा भइहाल्छ सबै कुरो। मान्य सदस्यहरू यो गम्भीर त्रुटि छ यसमा, गम्भीर म फेरि पनि भन्छु। 2 वर्ष हट्ने कुरा 2 वर्ष हट्ने कुरामा कसलाई सल्लाह भयो? कहाँबाट हुन्छ? माथिको दफा क्लियर भएपछि त्यसलाई काट्न दफा हाल्ने अधिकार कसले दियो? रिपोर्टमा परेकै छैन हजुर, त्यो विधेयकमा थियो। विधेयकमा भएको सुभाषजीले भनिसक्नुभयो त अनि यस्तो सबैको ध्यान चाहिँ त्यहाँ पुगेन के, त्यहाँ ध्यान पुगेन, सबै त्यहाँ पुगेन, ध्यान त्यहाँ पुगेन। यसको जस्टिफिकेसन कानुन मन्त्रालयले दिइराखेको छ त, उहाँलाई सोध्ने हो नि त, मलाई सोध्ने हो। एक मिनट देखाइदिन्छु नि म, मेल छ त हाम्रो साथीहरूसँग छ। पछि हाम्रो कानुनसँग भइरहेछ, कानुनसँग भइरहेछ त। अनि फाइनलमा त हजुर पनि हुनुहुन्थ्यो, रघुजी शिक्षा मन्त्रीजी पनि हुनुहुन्थ्यो, सभापतिजी पनि हुनुहुन्थ्यो। अनि सबै त्यही छ त, छलफलै भएको छ। 5 हटाउने राख्नेमा म छैन है, म छैन, यस्तो होइन। सभापतिजी समय कम पनि क्लियर छ भनौँ। मान्य सदस्यहरू म केही कुरा एकछिन है, मान्य सदस्यहरू म केही कुरा क्लियरै हुन्छ त। एकैछिन है। मान्य सदस्यहरू म केही कुरा अनुरोध गर्न चाहन्छु, मान्य सदस्यज्यूहरू। मलाई थाहा थियो आज
यो मिटिङ बोलाउँदा सबभन्दा आलोचनाको पात्र मध्ये म हुन्छु भन्ने मैले जानी यो बैठक निमन्त्रणा गरेको हुँ, आयोजना गरेको हुँ। मेरो निष्ठा र प्रतिष्ठामाथि आँच आउने काम यो निर्णयले भएको छ, तर मेरो संलग्नता बिना भएको छ। म सभापतिको संलग्नता बिना यो निर्णयको मेरो निष्ठा र आँच आउने गरी भएको छ। कुलिङ पिरियड सन्दर्भमा दाइ म एकछिन मान्यज्यू भन्दैछु कुलिङ पिरियडको सन्दर्भमा म हिजो पनि 2 वर्ष राख्नुपर्छ भनेर स्ट्यान्ड लिएको हुँ। उपसमितिले 1 वर्ष ल्याउँदा पनि 2 वर्ष भनेर हाम्रो उपसमितिका मान्य सम्पूर्णको साथ सहयोगले हामीले यो सम्भवबाट पारित गरेका हौँ। मान्य 3 जना मन्त्रीहरूले आएर यसलाई स्वीकार्नु भएको छ। त्यो दफालाई नमिलाउने काम आज हेर्दा कानुन मन्त्रालय र मेरो सचिवालयको सचिवबाट भएको देखिए जस्तो मलाई अनुभूति भएको छ। म तपाईँलाई अनुरोध गर्न चाहे, अरू म धेरै प्रवेश गर्न चाहिनँ। जहाँसम्म सामान्य प्रशासन मन्त्रीज्यूले मान्यले सभापतिले मलाई रिपोर्ट दिनु भनेर भन्नुभयो, 15 गते जेठका दिन लोकतन्त्र दिवसको दिन थियो। मान्य मुख्य सचिव पनि हुनुहुन्थ्यो, टोली खेलमा कार्यक्रम थियो। खाना मलाई बोलाउनु भयो उहाँले मन्त्रालयमा, तपाईँ पनि हुनुहुन्छ जस्तो लाग्छ। एकछिन तपाईँ सुभाषी, हामी त्यहाँ सचिवज्यू हुनुहुन्छ, दिउँसो लीलानाथ श्रेष्ठ उहाँ हुनुहुन्थ्यो, मान्य दिलेन्द्र बोर्डलाई बोलाइएको थियो, फेरि बेलुका बोलाइयो। को थियो? रघुजी पन्त हुनुहुन्थ्यो, म थिएँ, त्यसपछि एउटा मन्त्रीज्यू हुनुहुन्थ्यो, मलाई लाग्छ अनि वन मन्त्री पनि आउनु भएको थियो। वनको केही समस्या थियो त्यहाँ, सुभाषजी पनि आउनु भएको थियो त्यस दिन। वनको बारेमा एउटा कुरा चलेको थियो, वनको डेफोहरूलाई केही गर्ने बारेमा। सुन्नु हामी त्यहाँ अझ मन्त्रीज्यूले के गर्नुभयो, सामान्य प्रशासन मन्त्रीज्यूले आफ्नो कुर्सीमा रघुजी पन्तलाई राख्नुभयो, यहाँ बस्ने दाई भन्नुभयो, सञ्चार मन्त्रीले उहाँले। त्यही दिन 15 गते नै 2 गते जे थियो पारित भएको, 15 गते सामान्य प्रशासन मन्त्रीलाई लगेर मैले ड्राफ्ट देखाएँ। ड्राफ्ट देखाएपछि उहाँले के भन्नुभयो, लीलानाथ श्रेष्ठ साँची हुनुहुन्छ, मान्य सभापतिज्यू यो शब्द मलाई त ठिक थिएन, पहिला अवकाश पाएपछि भन्ने थियो है, तपाईँहरूलाई आज जानकारी गराउँछु। मैले थपेको हुँ, अवकाश पाएर मात्र हुँदैन, राजीनामा दिएपछि पनि यिनीहरू यसरी कुलिङ पिरियडमा जान सक्छन्, यो पनि राख्नुहोस् भनेको मैले स्ट्यान्ड लिएर भनेको राजीनामा भन्ने शब्द राखेँ। राजीनामा पहिला निजामती कर्मचारी मात्रै भन्ने थियो, निजामती कर्मचारीलाई मैले सरकारी र निजामती भन्ने राखेँ। मैले फेरि तपाईँहरूलाई अनुरोध गर्न चाहन्छु, यो यहीँ छ, यो मेरो स्ट्यान्ड राखेकै हो। यस बापत मैले धेरै ठाउँबाट हप्की दप्की तर्साई थर्काई पनि खानु पर्यो। मेरो लोगो हरायो मान्य सचिवहरू 3 गते दिन मलाई तानातान गरियो यहाँ सबै आएर। अब म धेरै कुरा गर्न चाहन्न, तर 4 पछाडि 5 मा यो राख्ने काम कसले गरेको हामी सचिवालय आज सम्पूर्ण संसद यो जान्न चाहन्थ्यो। किन भन्नुहुन्छ भने यो संसदको ठुलो हामी माथिको प्रहार हो, कानुन बनाउने माथिको प्रहार हो। यहाँ कसको खेल थियो भन्ने हामीले जान्नुपर्ने जरुरी थियो। यहाँ त के आयो, मान्य सभापतिले मैले सोधेँ के छ, ठिक छ, यो चलनै हो। अघि मान्य कृष्ण गोपालको कुरासँग म सहमत छु। र मलाई त्यस दिन बिहान एउटा मिटिङ थियो, मान्य रघुजी पन्त, म दिलेन्द्र बडु, अघि थानी हृदयले कोर टिम भन्नुभयो, कोही कोर टिम होइन, सल्लाहमा सुरुदेखिको छलफलमा आउनु भएको रघुजी पन्त हुनुहुन्थ्यो। आउनुभयो, आउँदै कुनै एकजना उप प्रधानमन्त्रीको फोन आयो, अनि त्यसपछिबाट आइसकेपछि रघुजी पन्त ओल्लो कोठामा आउनुभयो र मलाई सामान्य प्रशासन मन्त्रीज्यूले के भन्नुभयो, साँची हुनुहुन्छ रघुजी पन्त, यो विधेयक मलाई सम्मानज्यूले आजै पेश गर्नु भनेको छ। प्रेसर बढी भयो, मलाई प्रेसर बढी भयो, रामरजी आजै पेश गर्नुपर्छ भनेर यही कोठामा, मेरो कोठामा रघुजी पन्तको अगाडि भन्नु। रघुजीले होइन आज नगरौँ भन्नुभयो। 2-3 गतेको कुरा। त्यसपछि विधेयक पेश गर्नु अगाडि म उहाँको कार्यकक्षमा गएँ, उहाँले भन्नुभयो सब राम्रो रहेछ, एउटा यो थप्नुपर्छ, झन् राम्रो। म त खुसी भएँ। त्यही 15 होइन, 15 होइन, राजीनामा थपेको अवकाश मात्रै थियो, राजीनामा र अवकाश भन्ने थप्यो। अनि निजामती कर्मचारी मात्रै थियो, निजामती कर्मचारी सरकारी र अन्य निजामती र अन्य सरकारी थप्यो। ल धन्यवाद यार, तपाईँले बडा राम्रो गर्नुभएको छ भने मन्त्रीज्यूले मलाई धन्यवाद दिनु। लीलानाथ श्रेष्ठ पनि हुनुहुन्थ्यो। अनि मैले यो तपाईँ हेर्नुहोस् है भने उहाँले हेर्नुभयो। मिराजी पनि त्यस दिन चाहिँ हुनुहुन्थ्यो जस्तो हुनुहुन्थ्यो। तपाईँ यो रिपोर्ट दिएको थिएन मैले त्यहाँ, अनि रिपोर्ट पाइन भनेर इन्टरभ्यू दिने मन्त्रीले, राज्य व्यवस्थाले यसो गर्यो भन्ने रिपोर्ट तपाईँहरूको अगाडि मैले दिएको हो कि होइन? तपाईँले हेरेर यो ठिक छ भनेको हो कि होइन? हो, तपाईँ सुन्नु नि त। अनि रिपोर्ट भनेको के हो त? तपाईँ रिपोर्ट पाइन भन्ने। अनि मलाई सुन्नुहोस् एउटा कुरा, त्यसैले मेरो निष्ठामाथि पनि प्रहार भएको छ।
यो समितिमा हामीले नागरिकता विधेयक पास गर्यौं, संवैधानिक परिषदको काम कर्तव्य अधिकार सम्बन्धी विधेयक पास गर्यौं, अनुगमन विधेयक पास गर्यौं। यो समितिमा आएपछि सबै मान्य सदस्य भ्रष्टाचार सम्बन्धी पास गर्यौं। सबभन्दा ठूलो उपलब्धि हामीले यो समितिले गरेको छ। तर यो समितिलाई खुइल्याउने काममा केही मान्छेहरू लागेको हामीलाई अनुभूति भयो। आज थाहा पाउँदैछु म यो कसले गर्यो भन्ने कुरा। सबै निजामती कर्मचारी खराब छन् भने म भन्न चाहन्न। क्षमता, योग्यता र प्रतिष्ठा हेरेर हामीलाई गर्व लाग्छ कतिपय निजामती कर्मचारीको हेर्दा। कतिपय निजामती कर्मचारीहरू आफू मात्रै खाउँ अरू जाओस् भन्ने मनोवृत्तिको पनि हामीले देखेका छौँ। त्यसलाई कन्ट्रोल गर्न पनि हामीले कुलिङ पिरियड ल्याउन खोजेका हौँ। त्यो बापत हामीले कत्रो भनाइ खानु पर्यो, कठिनाइ खानु पर्यो, बेइज्जती भोग्नु पर्यो सार्वजनिक रूपमा। हामी चाहिँ यो जस्ताको तस्तै छ भनेर लाने, बिचमा चाहिँ तोड्ने काम गर्नुहुन्छ। यो गम्भीर अपराध हो, अक्षम्य अपराध हो। हामी सभामुखलाई छानबिनका लागि अनुरोध गर्न चाहन्छौँ। छानबिन पछाडि गल्ती भयो भने रामरी खतिवडा जस्तो सुकै सजाय मेरो गल्ती देखियो भने सजायको भागी बन्न तयार छ। मान्य सदस्यहरू मार्ग प्रशस्त गर्नुहोस् भन्नुभयो। तर म फेरि पनि भन्छु, कुनै पनि इस्युमा रामरी खतिवडाको चाहिँ यस्तोमा यिनै कुनै पनि इस्युमा समितिको रायभन्दा बाहेक एउटा मैले थपेको भनेको राजीनामा दिएपछि र अन्य सरकारी दुईटा भन्दा बाहेक रामरी केही थिएन। तर यो हामीले गरेको निर्णयलाई उल्ट्याउने र बिगार्ने काम कहाँ बस्छ भनेर हामीले आज जान्न चाहेका थियौँ। अलिअलि अनुभूति भएको छ। यसबारेमा सम्मान्य सभामुखसँग पनि हामी अनुरोध गर्न चाहन्छौँ। र मेरो नैतिकताको कुरा पनि आयो मान्य सदस्यहरू। नैतिकताको कुरा मैले पनि राजनीतिमा कसैको निगाहले म यहाँ आएको होइन। निर्वाचित भएरै आएको हुँ, एकपटक होइन, त्योभन्दा बढी पनि भएको होला। मेरो बाउ शहीद भएर पनि आएको होइन, म चन्दा दिएर पनि आएको होइन। म राजनीतिमा दुःखै गरेर आएको हुँ। म क्यारम बोर्ड खेले जस्तो, यहाँ ट्याङ्की खेले जस्तो यहाँ त्यहाँ देखाएर यता छिराउने मान्छे पनि होइन। निष्ठा र प्रतिष्ठा जे मैले बोलेको थिएँ त्योसँग आज पनि म दृढ छु। कानुन बनाउने काम गाह्रै हुन्छ, मलाई पनि थाहा छ। तर म माथि आक्रमण प्रहार भएको छ। हिजो अस्तिदेखि नै म देखिरहेको छु। सभापतिको मान्य सदस्यहरू, तपाईँहरूसँग म सधैँ बिहान उपसमितिको मिटिङमा पनि 9 बजेदेखि राति 10 बजेसम्म म चाहिँ बसेको छु। प्रत्येक दिन बसेको छु। भएका निर्णयहरू गलत कामले व्याख्या गर्ने हामीलाई थाहा नदिकन यो हुन सक्छ। यो एकदम गम्भीर अपराध भएको छ। यो कुराको छानबिन हुनुपर्छ। म अर्को कुरा पनि तपाईँहरूलाई अनुरोध गर्न चाहन्छु। म तपाईँलाई अर्को कुरा पनि म भन्दैछु। तपाईँले यति कुरा मैले यति भनिसकेपछि तपाईँले अब होइन बुझ बजाउने काम नगर्नु होला। म अर्को कुरा पनि हामीले थप्यौँ। फेरि तपाईँलाई अनुरोध गर्न चाहन्छु। मान्य रघुजी पन्तले के भन्नुभयो भने यो विधेयक लागू भइसकेपछि 35 दिन पछाडि लागू हुने भन्ने शब्द राख्नुभयो। मैले मानिनँ। मान्य उहाँ पनि हुनुहुन्थ्यो। किन 35 दिन भन्ने? एउटा अहिले हामी चाहिँ एउटा आर्थिक वर्षदेखि सुरु हुन्छ, लोकसेवा जाँच लिने प्रक्रिया हुन्छ, सिधै 35। आज विधेयक पारित भयो भने ठ्याक्क 35 बजे भयो। त्यो पनि मैले हटाएको हुँ। मान्य दिलेर बढी हुनुहुन्छ। कहीँ यस्ता शब्द आएका थिए। आज तपाईँहरूलाई स्पष्ट पार्न चाहन्छु। किनभने मेरो निष्ठामाथि, मेरो प्रतिष्ठामाथि, मेरो इमान्दारतामाथि प्रहार गर्ने काम सोसल मिडियादेखि मिडियामा र सारा भएको छ। अघि मलाई फेरि पनि कृष्ण गोपाल मान्यले धन्यवाद दिन चाहन्छु। गाउँका जनता पनि जनता हुन्, हेरेका छन्। साँच्चै बदमासी गरेको रहेछ क्या मान्य सभापतिले भन्ने भान भएको छ। त्यो क्लियर गर्न चाहन्छु। त्यसैले मान्य सदस्यहरू, आज अब हामी धेरै कुरा गर्न चाहन्छौँ। हामीले केही कुरा गरेका छौँ। यो बारेमा छानबिनका लागि हामीले आग्रह गरेका छौँ। 1-2वटा कुरा म आज पढेर सुनाउन चाहन्छु। हाम्रो कुराहरू केही छ? अब होइन, तपाईँहरू एउटा कुरा मन्त्रीजीलाई हामी बोलाउँछौँ। एकछिन माने सुन्नु न, म तपाईँलाई म एक मिनट के भन्न खोजेको छैन। तपाईँले जे विषय राख्नु मैले तपाईँ बुझेँ। म मन्त्री बैठक क्लियर भएन। किन भएन भने यो समितिमा छलफल भयो। सार्वभौम सत्ता सम्पन्न यो समितिमा तपाईँको निर्माणका सवालमा यहीभित्र छलफल भयो। छलफल भएर जे सहमति भएको छ त्यो सहमतिलाई प्रतिवेदनमा उल्लेख गर्ने कुरामा कहाँबाट कसले म्यानिपुलेट गर्यो र तपाईँले राख्न खोज्दा कसले तानेर निकाल्यो तपाईँले यति कुरा तपाईँले बुझ्नुभयो। यो छानबिन गर्न सभामुखलाई मैले आग्रह गरिसकेको छु। म त्यतातिर सभामुखलाई सम्पूर्ण तपाईँले बुझी अहिले फेरि बुझ बजाउँदै हुनुहुन्छ मान्यज्यू। म एउटा कुरा
उहाँहरूको आज मन्त्री आएपछि मात्रै उहाँहरूलाई बोल्न दिनु। मन्त्रीले पनि केही कुरा उठाउनु भएको छ, माननीय सभापतिले मसँग यो गरो त्यो गरो के भनेर मैले त्यसमा स्पष्ट पारेँ। मन्त्रीज्यूलाई बोलाएर पनि हामी छलफल गर्छौँ। मुख्य सचिव तपाईँहरूलाई आज होइन, ठिक छ, तपाईँहरूलाई पनि आज बोलाउनुको कारण कुलिङ पिरियडको सन्दर्भमा तपाईँहरूको पनि चासो थियो। सहयोग एउटा एक मिनट मान्नेज्यू भन्नु पर्यो भने मैले यहाँ तयार गरेको प्रतिवेदन सबैको हातमा बाँडेको थिएँ। नपढ्नेको त तिम्रो कमजोरी भयो नि। तपाईँलाई एउटा कुरा मस्यौदा त हामी तपाईँलाई भएको निर्णय तपाईँलाई सबै थाहा छ। मैले भनिसकेँ त, प्रतिवेदनमा राख्ने दायित्व त्यसको कमजोरी भयो भने त्यसको कमजोरीको जिम्मेवारी तपाईँले लिनु पर्यो नि, सबैले लिनु पर्यो। मैले तपाईँलाई जानकारी गराइसकेँ भने मन्त्रीलाई पनि दिएको, पनि बाँडेको। नपढेर कमजोरी भयो त थाहा नपाउने त उहाँहरूको पनि कमजोरी हो नि, मेरो मात्रै हो भन्ने जस्तो गरी तपाईँ प्रस्तुत हुनुभयो, जुन सर्वथा होइन, त्यसरी भन्न मिल्दैन। यसको नैतिक जिम्मेवारी सिंगै समितिभित्र भएको प्रत्येक दफामा भएको छलफल र भएका सहमतिहरू जस्तोको तस्तै प्रतिवेदनमा उल्लेख गर्ने काम यहाँले गर्नु पर्थ्यो। यता बाँडेको थियो, त्यहाँ बढेको थियो, उसले पढ्यो, उसले मान्यज्यू तपाईँ पनि यही समितिको सदस्य हो। तपाईँ कतिखेर समितिमा आउनु भएको छ, पछि आउनु भयो यति भने कुनै व्यक्तिप्रति लक्षित छैन यो कुरा। म यति भने हामीले समितिभित्रबाट खोज्नु तपाईँले होइन, समितिमा भएको गल्ती कमजोरी समितिले खोज्दैन। मान्यज्यू सभामुखलाई जान्छु। ल मान्य सदस्यहरू, अब म केही कुराहरू अनुरोध गर्न चाहन्छु। सभापतिज्यू, एउटा विषयवस्तु हामीले एउटाले अर्काले गर्ने भने यो विषय त्यति सामान्य छैन। कुलिङ पिरियडका बारे यहाँ तपाईँले जतिसुकै भने पनि यो मैले थाहा पाएको थिइनँ, मलाई चाहिँ मैले हेर्न पाएन भन्नेको यो ढाँट कुरा नेपाली जनतालाई चाहिँ नगरौँ। बरु सही कुरा गरेर गल्ती यहाँ भयो भन्ने कुरा गरे हुन्छ भन्ने मलाई लाग्छ एउटा कुरा। अर्को यहाँ निर्णय भएका पनि कुरा यहाँ केही विषय छन्। एउटा तलको चाहिँ प्रदेशमा लैजाने उसमा हामीले उपसमितिमा छलफल गरेर समितिमा छलफल गरेर 10 वर्षपछि बढी भन्ने शब्द थियो, बढीमा भन्ने शब्द थियो, 3टा दफामा थियो, 3टा दफामा थियो। कति 114